कापालाले यो 16 मासमा काटेको सुभाष तामाङज्यूको काला भनेको यति हो हजुर। डाँडा बसिन्दाको चाहिँ यति हो कला भएको मान्छे चाहिँ हो सम्भव जति चाहिँ भन्छु क्या तर अलिकति फरक भयो। भाइरल मामाले चाहिँ यहाँ धेरै पछि भेट भयो मामा भन्छ क्या यहाँ भाइरल मामा चाहिँ एउटा कला देखाउनु हुँदैन अरे कस्तो कस्तो कला देखाउनुहुन्छ अब हेरौँ है ल के के छ त खै एउटा अब बाँसुलीको कुरा ल्याउनु भयो भान्जाले एउटा यसको छ कला यो बाँसुरी भयो नि त बाँसुली भयो एउटा यसको छ कला यो के हो त यो पात हो पात हो यो पातको चाहिँ के गर्नुहुन्छ त पात अगाडि छ एउटा अगाडि कुनको ल्याउनु अगाडि बाँसुरीदेखि सुरु गरौँ न त सुरु गरे है त ल ल ल ल कला त धेरै छ नि मामासँग हैन कला धेरै छ मसँग कला नभएको मान्छे फर्स्ट यो फर्स्ट स्टेपको होला हैन फर्स्ट स्टेपको हो यो ल ल ल कला धेरै छ ल अब त्यो बाँसुरीको छ कि अब ल पातको हेरौँ न कस्तो रहेछ अब ल भनिहाल्नु भयो अब भान्जाले यो अलिक थोरै पात अलिक पातलो भएर हो कि हो नाद्रा भाजै खत्रै कलर खतरा ल्याउँथ्यो मैले होइन खतरै ल्याएको हो तर यतिको चाहिँ होइन पहिलाको जमानामा कस्तो थियो त पहिलाको जमानामा म अलिकति मूल्याङ्कन थोर भएर मात्रै हो पहिलेको जमाना 50-60 सालतिर हो चाहिँ म भयो भने चाहिँ होइन एउटा नेता चाहिँ हुन्थ्यो क्या अर्का सम्बन्ध जति हुन्थ्यो अर्का सम्बन्ध जतिको चाहिँ म हुन्थ्यो क्या तर अलिकति मूल्याङ्कन थोर भएर मात्रै हो तर मूल्याङ्कन थोर भन्दा पनि मेरो अलिअलि तर कलाहरू चाहिँ छ मसँग अब एउटा राम्रो सुनौ एउटा राम्रो राम्रै सुनौ पहिला म डाँडातिर यसो गर्थेँ लेकतिर होइन राम्बो डाँडातिर अब यति हो के गर्नु सबैजनालाई नमस्कार छ है मेरो अब यति हो सुभाष तामाङज्यूको काला भनेको यति हो हजुर पहिलादेखि नै भाइरल भइरहेछ पहिलादेखि नै हो नेपाल डन नम्बर 1 सुभाष लामा ज्यू तामाङ डाँडा बसिन्दारको चाहिँ यतिको कला भएको मान्छे चाहिँ म हो क्या यहाँ यतिको चाहिँ हुनु पर्यो नि त होइन मकलु गाउँ पनि पहिला यतिको होला क्या मसँग कला चाहिँ यतिको मैले फर्स्ट टाइम देखिरहेको छु होइन खुसी लाग्यो धेरै पछि भेटमा म भन्छ होइन पहिलादेखि धेरै मिडियाहरू ग्याप भइरहेको थियो नि त हाम्रो हजुर हजुर अब हाम्रो लगभग प्रायः सँगै यहाँ भेट्यो भने कन्टिन्यू आउँछ हाम्रो भिडियो हेर्दै गर्नु होला सपोर्ट गर्दै गर्नु होला तर म कपाल चाहिँ पहिलाको जस्तो छैन रहेछ नि त किन के भएर यस्तो कपालले यो 16 मासमा काटेको नि पहिला पहिले चाहिँ अब डेन्जर कट थियो पहिलाको चाहिँ ल ठिक छ अहिलेको चाहिँ अब अलिक 16 मासमा काटेको अब यस्तै हो ल सबैजनाले सपोर्ट गरिदिनु पर्यो हाम्रो भाइरल मामालाई ल हस् त धन्यवाद।